आज त भाइले एकदम खतरा Hello everyone, welcome and welcome back to our YouTube channel. After a long time पछि चाहिँ हामी मैले भ्लग बनाउँदैछु। यो भन्दा अगाडिको भ्लगहरु विवेकले बनाइराको छ त हेर्दिनु अनुरोध गर्दछु। सो हजुर चाहिँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानलमा प्लिज सब्स्क्राइब टु आवर च्यानल फर्स्ट अनि मेरो नाम चाहिँ ओरिन्ती राई अनि आज चाहिँ सबैलाई ह्यापी बुद्ध जयन्ती एन्ड प्लस उभौली साकेलाको पर्वको शुभकामना भन्दछौँ अनि हामी चाहिँ जान रेडी भइसक्यो। अनि हामी चाहिँ आज हेटौँडामा साकेला मनाउँदैछौँ। विवेक चाहिँ छैन, म हाम्रो फ्यामिली अनि जान्छ आज स्मारकमा साकेला मनाउन। सो ठले सोइ नाच्नु छ आज अनि सबैजना रेडी हुँदैछ दिदी यहाँ भाइ म अलरेडी रेडी भइसक्यो। यस्तो गर्मी छ गाइस, यस्तो गर्मी छ होइन, मैले कस्तो भनेको भन्न सक्दैन कतिको गर्मी छ भनेर अहिले म फुल फाल्छु होला। तपाईँ चाहिँ खोइ जानु रेडी भएको ले यस्तो छ मान्छेहरू देख्नुभयो हाम्रो घरको मान्छेहरू। गाइस अब चाहिँ तपाईँहरूलाई म त्यहाँनिर गएर देखाउँछु के हुन्छ कस्तो हुन्छ होइन। आज अब काठमाडौँको साकेला त हेर्नु भइसक्यो होइन मेरो भ्लगमा। अब चाहिँ एउटाको साकेला हेर्नु पनि अनुरोध गर्दछु। के छ तिमी नजाने किन? तब चाहिँ हामी जान्छ गाइस स्ट्रिट इन विथ अस अनि उतै गर्दा तपाईँहरूसँग भेट्नेछौँ। हामी चाहिँ भित्र छिरिसक्यौँ स्पोर्टमा हेर्नु माइला अनि सुनसान छ। आई डोन्ट नो अब कस्तो आज मलाई यो जसरी अनकम्फर्टेबल भएर छ गर्मी भएर होला सायद। यति गर्मी छ यति गर्मी छ होइन, एउटा बासीलाई थाहा होला कति गर्मी छ भनेर। अब चाहिँ हामी त्यहाँनिर साइकलमा गएर के कस्तो भएर झोल ट्याप्नु त केही बजाएन केही सुनेन। त्यो छ हाम्रो स्मारक चाहिँ। स्मारकमा पनि धेरै नयाँ नयाँ कुराहरू थपेको छ। अलिक घुम्नुपर्छ, गर्मी छ तर आएर नघुम्छु नि तर घुमेछु भने हजुरहरूलाई पक्कै देखाउने छ है त। हामी चाहिँ आइपुग्यो स्पोर्टमा।
बहुत हेर्नु यहाँ अनुहार सबजना थाकेर बसिरहेको छ औडा गर्ने औडा डेन्जर देख्नु कता नाच्दै थियो नि त नसिक्यौ नि कता नाच्यो त भाइले एकदम खतरा खतरा नाच्यो त म त नसिक्यो नि फेरि मलाई सिक्नु पर्दैन कस्तो डान्सहरू अब खाजा पार्टी भइरहेछ हो खाजा पार्टी यस्तो भइरहेको थियो खाजा पार्टी कोही लागा कोही पाखा कोही डाँडा कोही गाँडा मेरो चाहिँ दिदीहरू नै आउनु भयो अहिले चाहिँ भर्खरै होइन अब एकदम भेज खाजा छैन यो चाहिँ एकदम अहिले टेस्टमा चाहिँ लाग्यो सो डिलिसियस अन्त म घरमा खाना खाएर आएको गाइस ए हाम्रो टोली पनि आइसक्यो यहाँनिर झ्याम दिइरहेको यता मासु नभए सेन्टी भयो क्या रोज हो साइज त बुम फुल देखाइरहेको थियो मासु नभएर साइज चिल्ड्रेन पार्टी हामी कहाँ जाँदैछौँ भनिदेऊ हामी कहाँ जानु लाग्यो डुङ्गे पिङ नभन्छ त्यहाँ बेजत नगर यार कलम बक्स भन्छ कलम बक्स डुङ्गे पिङ त यार बेजत गर्ने के हामी चाहिँ बुढालाई कलम बक्स खेल्न लाँदैछौँ गाइज होइन गर्मीले कोही फतक्क भएर के भएर छुट्टी यस्तो गर्मी छ कि गाई कस्तो भनेको होइन पुरै नाच्यो भने पनि त्यस्तै फिल हुँदैन नाचेर बसेपछि त माई गड लाउ आऊ छिटो साइसु लाउ आउ रोज आउ खुट्टा दुख्यो खुट्टा दुख्यो यत्रो हिल्लाएर हुन्छ त अनि तपाईँ खेल्यो दिदी नखेल त बियस हुन्छ बियस हुन्छ त नखेल गाइजहरू चाहिँ गइसक्यो होइन गइसक्यो त्यहाँनिर रोजिरहेको छैन आमा हाम्रो यति हिरो भने एक्लै बसेको थियो यहाँले त्यही डराउन दिएर हामी पनि जानेछु कोलम्बस खेल्नलाई अब जे पर्ला पर्ला जय बज्र पानी भनेर जाने अब केही पनि हुँदैन हामी आइरहेको छौँ आऊ बहिनी हो म त टुप्पामा बस्ने हो हेलो अर्को ग्याङ यता गाइस हेलो के छ ठिक छ नि ए पलाम ल माथि आए एकदम फोर फर्काइदिने
थोड़ी बेहोस भयो क्या Guys, epic awesome. रोज के हुँदैन भइसक्यो सकिसक्यो त ओइ कस्तो भयो मजा है जमजमले हिँड्नु पाउनै हट्यो गाइस यस्तो मजा हैन माथि साइज यस्तो के साइज गाइस त दामी लास्ट टाइम मजा आयो हैन भुराजी बिचा अलि डढायो म देखेँ भने मान्छे डढाउने हामी बुढी मान्छेले डढायो पसिना चिप्ची निस्क्यो म देखेँ भने मान्छे त खेले है तर मलाई त मजा आयो बिचारा त्यहाँनिर मम्मी के रोज त मम्मी भने बच्चाहरूलाई मात्रै पठायो भने खत्ता हुँदैछ कस्तो भयो एकदम कस्तो भयो कस्तो गर्दामा फर्स्ट एन्ड लास्ट अब खेल्दिन कान्छोमा रोज यो त म त बिएस भन्ठाने त बिएस भन्ठाने म त गाइस टाइम बस्छ हेर्ने निस्लोडी तपाईँको त डान्स हुन लागेको छ होइन गाइस अनि म चिसोमा जान्छु गर्नलाई पुरा म यताबाट डान्स गर्छु हेर्नु थाक्यो सही हो हामी चाहिँ एकदम बसिरहेको छ होइन डेन्जर गर्मी झोडामा चाहिँ यस्तो गर्मीमा त्यहाँ बस्दा पनि पुरा हप 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 गइरहेको भित्रबाट है एकदम मर्ने बेला त्यो भाइ त फोटो पनि खोलिसक्यो मोबाइल पनि मेरो यस्तो तातेको छ कि होइन कसम भनेको अन्डर राख्ने पाएको थियो है मजाले कभर खोलेर बस्नु परेको कि मोबाइल तातो देखेर मोबाइल पनि अड्किरहेको चाहिँ ह्याङ भइरहेको चाहिँ मोबाइल तातेर यस्तो गर्मी छ त्यही भएर चाहिँ यहाँनिर म भ्लग पनि थोरै बनाइरहेको छु गाइस त्यही भएर चितवनलाई जित्ने भएको मोबाइल तातो देखेर अचम्म लाग्यो मलाई कभर चाहिँ निकाल्नु कभर निकालेर अघि नै कभर कति टाइमसम्म त कभर निकालेर राखेको अलिक सेलाएपछि हाल्यो अहिले फेरि यसमा निकाल्नुपर्छ भएपछि त त्यो भिडियो बनाउँदा नै कट अड्किनु भइरहेको क्या त्यही भएर गाह्रो छ भ्लग बनाउनुलाई दिदीको फोटो दिएको थिएँ मैले अघि मक्क परेर चाहिँ राम्रो आएको छ यो घामझाम मैले लगेर खाना चाहिँ मिठो यहाँ चाहिँ सुँगुरको मासु दिस इज वाचिपा दिस इज टमाटरको अचार अनि यो परवलको अघि चाहिँ भिडियो बनाउनु पाएन विशेष भिडियो बनाउँदा त
खाँदा खाँदै त्यही भएर चाहिँ यहाँ छ अर्को माल बस हाल्नु भयो अब खानुपर्ने हुन्छ बोसो खाएर अरे भात पाक्दैन फेरि आज ओए घर भात पाक्दैन फेरि जा ओए आज घर भात पाक्दैन है जा बल्ल चाहिँ यहाँ ओली लाग्यो भने त हामीलाई अब बल्ल चाहिँ माल आयो क्या यहाँ बल्ल चाहिँ अब चाहिँ खतरा हुन्छ अब यहाँनिर मैले त एक रास थपेर ल्याइछु यहाँनिर चोखे हो भन्थ्यो चोखे भन्थ्यो रोहित यहाँ छ उता जग्गा पानी ल्याएर भाइ Cheers. Nice. यहाँनिर छ हाम्रो खानेको पनि मासु पनि तपाईँले मैले अब बोल सोय सोयला गर्न मजा आउँछ सोय सोय काठमाडौँमा कस्तो रमाइलो भयो आई मिस काठमाडौँ के यस्तो उयो बेला दामी मजा आउँछ हामी इन्जोय गर्छौँ हाम्रो आजको ब्लग चाहिँ यति नै हो गाइज मेरो मोबाइल स्विच अफ हुन लाग्छ त्यही भएर हतार हतार इन्ड गर्दैछु सो हाम्रो साकेला यस्तै भयो सबैलाई ढिला भने ह्याप्पी साकेला अनि ह्याप्पी बुद्ध जयन्ती अनि सबैजना यहाँ रेडी भइरहेको छ जानलाई फोटो खिच्नलाई भ्याएको छैन यहाँनिर सो यति नै भन्दै मेक स्योर टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु आवर युट्युब च्यानल बाई बाई गाइज कस्तो लाग्यो आजको एकदम रमाइलो बिहान चाहिँ कस्तो भयो आजको के भयो रे बिहान चाहिँ धन्नै मरेको थियो अहिले चाहिँ एकदम ठिक कस्तो भयो एकदम रमाइलो त्यो बन्द गर्न ल गाइज अब त्यहाँ फोटो खिच्नु बाई बाई गाइज